हेलो सबैलाई नमस्ते नमस्कार के छ तपाईँहरूको हालको संसार आरामै हुनुहुन्छ होला पक्कै पनि। पहिला राजा बनाउँदाहरूको पनि यति तलब हुँदो रहेछ त्यतिखेर शिक्षकहरूको जम्मा 300 रुपियाँ हैन र 390 रुपियाँ तलब खान्थ्यो। थाहा छ तपाईँलाई? 12 लाख थियो राजाको तलब। रत्न राज्य लक्ष्मी देवी शाहको कति थियो थाहा छ? 11 लाख। अनि नतिना सबै उनीहरूको लाइफ नै सेट हुन्थ्यो। त्यही भएर राजालाई फालेको। अहिले चाहिँ जति पनि राजा चाहियो, राजा आऊ देश बचाऊ भन्नेले हैन यो हेर्नु जरुरी छ कि पहिला पनि अहिले भन्दा ज्यादा खान्थे कि। अहिले त चल्लो राष्ट्रपतिले एउटाले खान्छ नि त हैन। त्यतिखेर राजाको सबै परिवारले हैन तलब भत्ता सुविधा खान्थे कि। त्यही भएर यो कुरा जनताहरूले बुझ्नु जरुरी छ, हामी नेपालीले बुझ्नु जरुरी छ। त्यही भएर अहिलेको व्यवस्था सही हो तर मान्छे मात्रै गलत हुन्। त्यही भएर मान्छेलाई सुधार्ने हामी जनताहरूको काम हो हैन।